कहिले हेर्नु त यहाँ आएको छ ल अलि यसो हेर्नु न यसो राम्रो आएको कति राम्रो आएको किन न सबैजनालाई जेमेसी है ल यहाँ हेर्नु कता हटु न यहाँबाट कस्तो भने बिचमा कहाँ सेला ल 1 2 3 राम्रो आएको छ थ्याङ्क यू हेलो सबैजनालाई है जेमेसी हामी अहिले यहाँ हेलो सर हामी अहिले थाइल्यान्डको यो कुन जग्गा रे यो बाङ्लाको खै यो थाहा छैन है कुन बाङ्गनाको हामी यहाँ ल हाम्रो प्रकाश सर खाँदै हुनुहुन्छ ल ल हामी यहाँ पुरै पकाउँदैछौँ यहाँ लाइभ हुँदैछ यहाँ क्र्याबहरू छ है के हो यो पाइनएप्पल सबै यहाँ खाने ठाउँ चाहिँ सबै यस्तै हो यहाँ त किरा खाने मान्छे मात्रै हो किरा खाने मान्छेहरू यहाँ अरू काफी सिफुड भन्छ क्या हाम्रो नेपाली किरा असो के भन्दिनँ होला हामी लाइभमा बल्ल बल्ल यहाँ किरा खान आएको यार तर किरा हेरेर डराइरहेको यार जिन्दगीमा नदेखे किराहरू यार अब कसरी खाने यार के भन्नु पर्छ ल है हामी अहिले एकदम आई थिङ्क उहाँले हामीलाई सहायता गर्न सक्छ नि होइन यो सरले यो पकाएको दिन्छ नि We don't know how to cook and also don't know Yeah, how? Lemon parah. Lemon parah. So that's it.
这样的饮食原汁原味。오래 오래. थैंक यू साहब. धेरै समस्या के भाषै बुझ्दैन. जाने तेरा नंबर क्या है के खाने बैठे हो क्या बिचारालाई चराइ मारेर हैन त. समुद्रमा हजारवटा समझायो क्या मरिहाल्छ क्या थाहा भएन है गाइजहरू के हो यो, तर एकदम हामी एकदम इन्जोय गरिरहेका छौँ. कसरी गर्छ मेरो फोन के भयो सबैलाई आएर थाहा भएन सबैलाई आएर के हो यो? खाएको सो यो चाहिँ के हो है? मगान छ ए ए ए त्यहाँ नफाला यता राखेको छ यो है के हो है? हामीले हुन त खानुहुन्छ कि हुँदैन यो है? ओहो ल खानु ल. त्यसरी होइन त खाने कसरी क्या? यो खोल्ने हो ए अरे छ्या. खाने भन्दैमा जे पनि हालिदिने होइन म त यस मासु मासु खान्छु, यस्तो त खाँदिनँ. चिसो रहेछ पुरै काँचो भयो पकाएको खाएर अहिले मलाई हुन्छ दाइ. अझ पनि तातो छ अझ पनि तातो छ यो काँचो हो यो काँचो हो यो कुन 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 चाहिँ कुन चाहिँ कुन चाहिँ कुन चाहिँ? काँचो फरक छ यो काँचो कलर हेर्दै मान्छे यो के हो यो? माछा माछा खानुपर्छ क्या? होइन मासु होइन यो. फेरि ललिपप पालो, फेरि ललिपपको पालो. भिडियो गरेर खाने हो क्या भिडियो सधैँ खाने हो होइन मिठो त्यसलाई तानेर कहिले मसला लगाएर खाउँ न मसला एकदम मिठो उयो यो पिरातको त्यसमा हालेर खाउँ न मिठो हुन्छ त्यही गरेर खाऊ ल्याउनु न किन देखाउनु न. होइन देखेर लगाउनलाई अब देखेर आउनलाई चाहिँ seafood, seafood. मसला हुन्छ त्यहाँ पर छ नि त्यहाँ पर छ क्या यो जुन बोर्डर छ नि त्यहाँ छ अचारहरू छ क्या
भइसक्यो है खानालाई अनि यो चाहिँ कसरी खान्छ यो चाहिँ यसलाई यहाँ राख्नु त यसरी कसरी यसो राख्नु हुन्छ नि त हामीलाई चाहिँ ब्रदरले है यो भइसक्यो ब्रदरले सिकाउँदै हुनुहुन्छ यो पनि भइसक्यो ब्रदरको नाम चाहिँ मेरो नाम तिमोथी तिमोथी है ल यो पनि भइसक्यो तिमोथी ब्रदरले हामीलाई सिकाउँदै हुनुहुन्छ यो पनि भइसक्यो यो ओरेन्ज कलरको भएपछि भयो क्या ओरेन्ज कलरको भइसक्यो भएर त ल यदि ट्राई गराउँदा यो खोइ अहिले खाने होइन मसला हाल्ने अरे के हो र खाँदा हुन्छ मसला हालेर खाँदा नि हुन्छ ठिक छ र मसला हालेर खानुपर्छ है यो चाहिँ भएको अनि ब्रदर यो यति खाने हो कराङ 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 ल है त गाइजहरू यो लास्टमा यस्तो चाहिँ छोड ल है त गाइजहरू यो चाहिँ है आम ट्राइङ है त ल केमा हाल्ने हो यो मसला के छ मसला होइन अब कसरी हो मसला कुन मसला हो थाहा छैन एउटा मसला देखाउनु पऱ्यो त्यसमा हालेर खान्छ भाइ एउटा त्यहाँ बिचरा हाल्ने होला त गिचिक 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 भयो मलाई थाहा खै कुन चाहिँ सेम 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 त हो नि होइन टोक्नु सकेर टोक्दैन राम्रो अनि यसो भित्र चाहिँ होस् 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 हेलो ब्रदर हेलो थाइल्यान्डमा हो अहिले है ए जादु यस्तो पो रहेछ त अनि ब्रसर कहाँ जानुभयो फेरि सरको फेरि फोन यार फोन फेरि मेरो त फोन भयो कि फेरि जान्छ नि त ओके सर तपाईँहरूलाई देखाउन चाहन्छु म आइसक्रिम है यहाँ छ सबैहरू यो चाहिँ एकदम उयो रहेछ बुफे रहेछ बुफे के जुस पनि यहाँ हो त कहाँ उता रे जुस यहाँ त सुसी यहाँ त सुसी हो यो चाहिँ लगाउँ भनेको यो चाहिँ लगाउँ न सर अलिक मजाले हाल्ने हाम्रो नि यसो ओके सुसी है खास गरी चम्चाले के टिप्नु पर्ने रहेछ अब ड्रागन फ्रुट अबे ल खाइदिउँ न बा मैं पुरा राम्रो जतै खाने मात्रै छ है हालेलुया पच्दैन मलाई थाहा भइसक्यो पच्दैन मलाई यो पच्दैन ओ यो गना यार यो मान्छेले फेरि ओके सो गाइजहरू यो चाहिँ है अब के भन्छ होला अब के हो है केही थाहा छैन आफूलाई त्यसरी ल
यो कालो न कालो यस पुरै डढेछ है खाना हामीलाई खाना आउँदैन कालै हो छाला के हो यार हामी तर त्यो खानुभन्दा अगाडि चाहिँ हामी ड्रागन फ्रुट खानेछौँ है त ड्रागन फ्रुट ल कस्तो हुँदैछ थाइल्यान्ड धेरै राम्रो भयो आज चाहिँ अब खाना खाँदैछौँ यो खाएपछि भोलि के हुने थाहा छैन है आजै अब खाइरहेछौँ हाम्रो उताबाट नेपाली टिमहरू हुनुहुन्छ है फास्टर ल के भनिदिनु पर्यो हामी समुद्री खानेकुरा हामी खाँदैछौँ अनि यसमा चाहिँ हामीले आफै बनाएर आफैले खाने इच्छा अनुसारको है त्यो भएर चाहिँ यहाँ पकाउने ठाउँ छ यहाँ पोल्ने ठाउँ छ है हामीले गङ्गटा पुगिरहेको छौँ यो गङ्गटा यसरी हामी पोलिरहेको छौँ होइन अब यस्तो हुन्छ होइन अब यो चाहिँ यसलाई चाहिँ झिङ्गे माछा भन्छ झिङ्गे तर त्यो प्राउन भन्छ यस्तो खालको हो यो चाहिँ यो पनि पकाएर खाने हो यो तरिकाले हामी गरिरहेको छौँ है विभिन्न किसिमको छ यहाँ सिपी छ अक्टोपस यहाँ छ हामी नयाँ अनुभव गर्दैछौँ यो जीवनमा हामीले पहिलोपटक खाँदैछौँ यो हामीलाई नाम थाहा छैन किरा है ठिक छ ल फास्टर मिन हजुर यहाँ यस्तो किराको एक्सपेरिमेन्ट गरिँदैछ क्या कसरी कहाँनिर लाग्यो त्यो सुरुमा खाइसकेपछि यस्तो टेस्टी रहेछ किराको स्वादै फरक पल्किँदो रहेछ क्या खाइन्जेलसम्म डर लाग्ने खाइसकेपछि पल्किन्छ है ल ठिक छ ल भाइ ल फास्टरजी के भनिदिनुहोस् ल मैले चाहिँ यस्तो एकदमै पाकेको त्यसको नाम क्राउन भन्छ एउटा खाएर हेरि साह्रै मन लाग्यो धन्यवाद ल पास्टरहरू पुरै इन्जोय गर्दै हुनुहुन्छ है ल तपाईँहरूलाई धन्यवाद यति धेरै भिडियोहरू दिनुभयो है यति लामो समयसम्म यो चाहिँ कसरी खाने चाहिँ हेरेन भिडियो कसरी खाने भन्छ हेर्नु गाइजहरू यो के हो कि यो दाना दाना के हो क्या यस्तो यो के हो दाना दाना म त म पचन सायद पानी पनि दिनुपर्छ जस्तो लाग्यो जुस चाहिँ पाउँछ पानी पनि यो कसरी खाने के पानी पुग्छ हामीलाई पकाउन आने हो
होइन हौ सर अब खानुपर्छ यो कसरी खाने यो तपाईँको जुस एकछिन ल यो जुस एकछिन ल मैले यसो गर्छु ल यो छ है चाहिँ बजार खानु खाएन है अब फर्स्ट ट्राई गरौँ मैले यो यस्तो खुल्ने नि त अनि This is water? This food? Water. यहाँ फेरि अङ्ग्रेजी बुझ्दैन फेरि यिनीहरू अङ्ग्रेजी बुझ्दैन क्या वाटर भनेको नि बुझ्दैन 0.5 त कस्तो ब्लर आउँदो रहेछ है यो मेरो पनि त्यो 0.5 जेमेसी रचना पास्टर यो यस्तो खुल्ने नि त यो अनि खाने चाहिँ कुन चाहिँ हो त्यो यो निकालेर यो कपै यो खाने सब नयाँ कुरा चाहिने यो खाने दिदी यो खाने अब त्यो खाइहाल्नु भयो पाकेर हुन्छ क्या पाक्यो भने सर्लक आउँछ क्या आफै भित्र मासु हुन्छ कि त्यो त काँचै खायो क्या पाकेको चाहिँ यो हो कि यसो नि पाकेपछि यो चाहिँ पाकेको यो पाकेको यस्तो हुन्छ माई गुडनेस मैले चाहिँ नपाकेको खाएको थिएँ नि पास्टर नयाँ अनुभव होइन मलाई यो मात्र पच्छ अर्कीवाला हो के भन्नु तपाईँको नाम सङ्गीत हेलो मेरो नाम के हो भन न किरा खायो बिर्स्यो नाम पनि भन नाम सङ्गी किरा किरा पनि कति धेरै छ सङ्खे किरा लामकारे किरा के डल्ले किरा प्रभु थ्याङ्क यू चरा उसले नबुझेर ल्याइदियो क्या। मैले खास गरी उसले खास यहाँ पानी हालेको हो तिमीले भनेको क्या मैले उसले पानी ल्याइदिएन सुनेछ क्या सबै पाकिसक्यो त पानी पनि स्ट्रममा कसरी पकाउँछ र भने छ्या जिन्दगीमा यस्तो कुरा चाहिँ खानेकुरा होइन रहेछ या खाली भएछ त खै हामीलाई पकाउनु जाने पकाउने हाने क्या हाने गाह्रो भयो हामीलाई You can take one. के नाटक देखाउने हाल्नु उयो पनि यो काट्नु यो पनि खाँदैन हो खान्छ किन होला काट्छ अरे खान्छ नि खान्छ पास भयो त यो उयो हान्दा पराउने हान्दा यो ओके टिभीमा भ्लग बनाऊँ न त यसलाई हो सुँगुर हो यो चाहिँ हाल्नु न तेरेका यो हो नि त होइन नि यो त यस्तो हो नि त खाना नआए चाहिँ धेरै गाह्रो क्या हजुर? खाना नआए चाहिँ धेरै गाह्रो क्या खाने होइन, त्यो बानी नभएर हो
बानी भएपछि यति सजिलो हुन्छ सीफुड यसमा खान मिल्छ रे चोकै खाँदै कसरी खाने हो थाहै छैन खाने हाने क्या भन्थ्यो अब जेकै ड्रागन फ्रुट यत्रो देखियो तर कहिले खाएको थिएन क्या ड्रागन फ्रुट पनि खाने है सबै चिज फ्री भनेको त तिमी त के भन्नु कति पैसा तिरेको छ है तिमी त होइन तर खानको लागि जुनसुकै जसरी खाए पनि भयो यो क्र्याब क्र्याब यहाँ छ क्र्याब यहाँ छ सबै फोरहरू यहाँ छ त्यस्तो गर्न पाउँदैन नि खाइदिन्छ अहिले अनि के हुँदैन खानु होइन कहाँको मासु निकाल्नु मासु होइन सर यहाँ गेडा 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 यसको चाहिँ मासु हुन्छ यो चाहिँ हामीले एउटा तराईमा जाने यो खाने चिज होइन खास गरी काँचै खाएको थियो म शुक्रबार भोलि आउँछु म हाम्रो त गङ्गाटा भन्दै क्या मलाई कुनै कुरा नै मलाई मिठाएन अहिले के भन्छ र सेल भन्दैन ओरिज यस्तो मासु सायद ओरिज है त ओरिज खाना नै चाहिँ सोध्नुपर्छ अरूलाई फेरि अब के हो कुन चाहिँ केक यो अब खोलेर खाने नि त यो यो अब पकाउनु पर्छ त्यसलाई पकाइसक्नु छैन ए अनि यो त यतिकै पकाउने अन्त यसमा हालिरहने हुन्छ पानीमा अनि एकछिन बाक्छ नि खानु तपाईँ सुँगुरको पनि दामी पिस लिएर आउनुभएको मासु हामी फर्स्ट उहाँले चिन्नुहुन्छ नि त सुँगुरको मासु त खास सुँगुरको मासु त पूर्वको मान्छेलाई नचिनेको त कसले चिन्छ लिम्बूको छोरो हो नि त हो नि बास लिम्बूको छोराले सुँगुर खाएन भने हुन्छ र जाँड रक्सी र सुँगुरको मासु चाहिँ भएन भने लिम्बू होइन भन्छ नि त हो एकदम त्यही त अब यो छोड्नु अनि कहिलेकाहीँ पनि चल्छ प्रविधि दिन चल्छ हो चाहिँ अलिकति के भन्छ त्यो त काँक्रा बनाएर लगभग 1 महिना जति राख्यो भने त्यस्तो भनिन खै पैसामा त उति दिन्छ एउटा मासु उठ्यो यो ठिक छ बरु यो खै उयो खै तोक्ने मासु भातै ठिक मासु भातै ठिक
लाइभ बन्द गरिदिउँ ल थ्याङ्क यू गाइजहरू एभ्री वान है